भिडियो हेरिरहनुभएका सम्पूर्णमा नमस्कार। यो भिडियो स्पेशल ती साथीहरुका लागि हो जो चाहिँ बीबीएस फर्स्ट इयरको पार्शियल एक्जामको तयारी गर्दै हुनुहुन्छ र यो भिडियो ती साथीहरुका लागि पनि एकदमै लाभदायक हुनेछ जो चाहिँ न्यू सिलेबस भएका अथवा न्यू कोर्स भएका र जबसम्म यो न्यू कोर्स चेन्ज हुँदैन तबसम्म मजाले यो भिडियो चाहिँ तपाईहरुका लागि एकदमै लाभदायक हुनेछ। बत्ती गयो साथीहरु, बाँकी भिडियोमा चाहिँ म पछि बनाउने छु, तपाईहरु स्टे कनेक्टेड भइराख्नु होला। र अघिल्लो भिडियोमा चाहिँ हामीहरुले अकाउन्टको पेपर मोडल र सिलेबस डिस्कसन गरेका थियौं र मैले अघिल्लो भिडियोमा तपाईहरुका लागि इम्पोर्टेन्ट क्वेशनहरु ल्याएर आउने छु भनेर भनेको थिए। त्यस अन्तर्गत नै मैले तपाईहरुका लागि हरेक च्याप्टर वाइज अथवा युनिट वाइज इम्पोर्टेन्ट थ्योरी क्वेशनहरु चाहिँ लिएर आइसकेको छु। तपाईहरुले यी क्वेशनहरु पढेर जानुहुन्छ भनेपछि तपाईहरुलाई अकाउन्टमा पास हुनबाट कसैले पनि रोक्न सक्ने छैन र यी भएका सबै क्वेशनहरुको मैले सोलुसन चाहिँ पीडीएफ नोट बनाइदिएको छु, जुन पाउनको लागि तपाईहरुले डिस्क्रिप्सनमा भएको व्हाट्सएप नम्बरमा डाइरेक्ट कन्ट्याक्ट गरेर मसँग नोट माग्न सक्नुहुन्छ। म अवेलेबल गराइदिने छु र त्यसबाबत चाहिँ तपाईहरुले सम कस्ट चाहिँ तिर्नुपर्ने हुन्छ। क्वेशनहरु चाहिँ तपाईहरु सरसर्ती हेर्नु होला अनि केही क्वेशनहरु चाहिँ मैले तपाईहरुलाई सल्भ गर्दैको छु, ती क्वेशनहरु चाहिँ हामीहरु छलफल गरौँला र यसको फोटो चाहिँ तपाईहरुले क्वेशन मात्र चाहिन्छ भनेपछि चाहिँ हावाहुरी बाहिर चलेकोले अलिकति डिस्टर्ब भइरहेछ साथीहरु। अब क्वेशन तपाईहरुलाई चाहिन्छ भनेपछि चाहिँ मैले यी क्वेशनहरुको फोटो चाहिँ टिकटकमा अपलोड गर्दिएको हुन्छु। टिकटकमा पनि नाम स्टडी टाइम नै छ, तपाईहरु हेर्न सक्नुहुन्छ सर। र अनि यदि तपाईहरुलाई टिकटकमा जान यताउता जान या साथीहरुले चाहिँ एक्जामको प्रेसरले गर्दा टिकटक अनइन्स्टल गरेर राख्नु भएको छ भने चाहिँ यहाँबाट स्क्रिनशट गर्नु होला, क्वेशनहरु मजाले सार्नु होला, या मसँग नोट माग्न सक्नुहुन्छ। आफै पढ्नुहुन्छ भनेपछि पनि एकदमै राम्रो भइहाल्यो। च्याप्टर 15 बाट यति क्वेशनहरु छन्। यसरी हामीहरुका क्वेशनहरु सकिन्छन् र मैले केही क्वेशनहरु सल्भ गर्दैको छु। कुनै क्वेशन इंग्लिशमा छ, कुनै क्वेशन नेपालीमा छ। प्राय अकाउन्टका क्वेशनहरु चाहिँ इंग्लिशमै लेख्ने कोशिश गर्नु होला। कुनै क्वेशन बुझिएन भनेपछि या अलिकति जिगज्याग छ भनेपछि चाहिँ नेपालीमा लेख्नु होला। नत्र सकेसम्म अकाउन्टका क्वेशनहरु प्राय साथीहरु सबैले इंग्लिशमा सल्भ गर्नुहुन्छ र चेक गर्नेवाला पनि सायद टिचरहरु पनि इंग्लिश मिडियम नै हुने हुनाले चाहिँ इंग्लिशमै लेख्ने कोशिश गर्नु होला, किनभने हिसाबहरु चाहिँ इंग्लिशमा हुन्छ, त्यो बीचमा इंग्लिश नेपाली जिगज्याग भए जस्तो हुन्छ। अब फर्स्टमा हामीहरुलाई क्वेशन छ एउटा, राइट एनी टु इम्पोर्टेन्ट्स अफ फाइनान्शियल अकाउन्टिङ भन्ने छ। फाइनान्शियल अकाउन्टिङका दुईटा इम्पोर्टेन्ट्सहरु, एउटा चाहिँ अभिलेख राख्नु हो, एउटा चाहिँ नाफा नोक्सानको निर्धारण गर्ने हो। मैले सिकाइराख्नु पर्ने केही पनि छैन, तपाईहरु सरले हेर्न सक्नुहुन्छ। अनि क्याश बेसिस अकाउन्ट भनेर क्वेशन सोध्याउँछ, यो पनि हेर्नु होला। अर्को छ एक्युरियल बेसिस अकाउन्टिङ, यो प्राय सोधिरहने क्वेशन हो, यो पनि हेर्नु होला। अनि अर्को क्वेशन रहेको छ हामीसँग 4 नम्बरमा, डिफाइन गोइङ कन्सर्न कन्सेप्ट अफ अकाउन्टिङ भन्ने छ। यसको पनि मैले यहाँ लेखिदिएको छु, तपाईहरु एकचोटी स्क्रिनशट गरेर हेर्न सक्नुहुन्छ। या फोटो मात्र चाहिन्छ भने चाहिँ टिकटकमा मैले अपलोड गर्दिएको हुन्छु। अघि देखाएका क्वेशनहरुको नोटहरु चाहनुहुन्छ भनेपछि चाहिँ मैले भनिसके व्हाट्सएपमा कन्ट्याक्ट गर्नु होला। अनि यो प्रिपेचुअल इन्भेन्टरी र पिरियोडिक इन्भेन्टरी चाहिँ प्राय यो पनि सोधिरहने क्वेशन हो साथीहरु। अनि इन्भेन्टरी एरर भनेको के हो? 7 नम्बरमा छ इन्टरनल कन्ट्रोल टु बिजनेस भनेको के हो? अनि 8 नम्बरमा छ राइट अबाउट इलेक्ट्रोनिक फन्ड ट्रान्सफर EFT को बारेमा चाहिँ तपाईहरुले सर्ट नोट लेख्नु भनेर भनेको छ। अर्को छ राइट डाउन द मिनिङ अफ कन्टिजेन्ट लायबिलिटीज भनेको के हो? अब यो क्वेशन बुझेको साथीहरुलाई त यो यति सजिलो छ नि है, मजाले बुझ्ने लेख्ने के आनन्दले, त्यस्तो खासै अप्ठ्यारो भन्ने केही पनि छैन। अब टेन्जेबल भने के हो, इन्टेन्जेबल भने के हो, कन्टिजेन्ट भने के हो, यो त मैले भनिरहनु पर्छ भन्ने जस्तो मलाई लाग्दैन। त्यही पनि तपाईहरु सर हेर्नु होला, नोट स्क्रिनशट गर्नु होला, मेमोराइज गर्ने कोशिश गर्नु होला र याद गर्नु होला। अर्को छ बोन्ड अमोर्टाइजेसन भने के हो, यो पनि छ। ट्रेजरी स्टक भनेको के हो, यो पनि हेर्नु होला। अर्को स्टक डिभिडेन्ड र स्टक स्प्लिट भनेको के हो, SPLITS स्प्लिट हो है साथीहरु यो। अनि अर्को क्वेशन रहेको छ फाइनान्शियल स्टेटमेन्ट भनेको के हो, भ्यालु एडेड ट्याक्स। यनेर ट्याक्स भनेको पनि भ्यालु एडेड मात्र दिए पनि तपाईहरु कन्फ्युज नहुनु होला, आन्सर यही लेख्न सक्नुहुन्छ मजाले। देन आफ्टर 16 नम्बरमा छ व्हाट इज लङ लिभड एसेट। लङ लिभड एसेट आर द डिफाइन्ड as those assets that are expected to provide further economic benefit extended more than 1 year भनेर चाहिँ हामीहरु डिस्क्राइब गर्न सक्छौं। अब कन्टिजेन्ट लायबिलिटीज हामीहरुसँग दुई चोटी आइसक्यो साथीहरु, यहाँ हेर्न सक्नुहुन्छ। कन्टिजेन्ट लायबिलिटीज यहाँ पनि थियो, यहाँ पनि छ, यहाँ पनि छ, दुई ठाउँ क्वेशनहरु छ। अनि अर्को चाहिँ तपाईहरुलाई ग्रुप बी मा सोध्न सकिने क्वेशनहरु, इम्पोर्टेन्ट क्वेशनहरु राख्दिएको छु। अकाउन्ट रिसिभेबल र नोट रिसिभेबल को डिफरेन्स बिट्विन लेख्नुस् भनेको छ। अनि अकाउन्टिङमा चाहिँ इथिक्स भनेको
के हो त्यसको बारेमा डिस्क्राइब गर। अकाउन्टिङका इथिक्सहरू के हुन्, इथिक्स भनेको अब मूल्य मान्यताहरू भन्न खोजेका साथीहरू है। अनि डिफाइन द रिसोर्सेस अफ डकुमेन्ट, अल्सो राइट डाउन द टाइप्स अफ रिसोर्सेस अफ डकुमेन्ट, डकुमेन्टका रिसोर्स सबै क्वेसनहरू चाहिँ मैले सल्भ गरिदिएको छु, तपाईँहरू त्यहाँबाट हेर्न सक्नुहुन्छ। अनि लिज भनेको के हो, अनि लिजमा चाहिँ अपरेटिङ लिज र क्यापिटल लिज भनेको के हो भनेर यसरी डिस्क्राइब गर्नु भनेको छ। अनि डिफरेन्ट बिट्विन बोन्ड एन्ड डिभेन्चर, वाट इज फाइनेन्सियल स्टेटमेन्ट, अल्सो मेन्सन द अब्जेक्टिभ अफ फाइनेन्सियल स्टेटमेन्ट, अनि क्यास फ्लो स्टेटमेन्ट भनेको के हो, यी सबै कुराहरू दिएको छ। अब यसमा चाहिँ मैले अघि भनिहालेँ या अघिल्लो भिडियोमा पनि भनिसकेको छु तपाईँहरूलाई, यदि यो 2 दिन मात्र प्र्याक्टिस गर्नुभएको छ, अहिलेसम्म यो भिडियो पनि हेर्नु भएको छैन, योभन्दा अगाडि तपाईँहरूले अरू सब्जेक्टको लागि हेर्नुभयो, केही पनि हेर्नु भएको छैन, या योभन्दा अगाडि हेरेको तपाईँले केही बुझ्नु भएकै छैन, कसरी पढ्ने के पढ्ने भनेर दिमाग खराब भएको छ भने चाहिँ 2 दिन मात्र पढेर पास हुनको लागि तपाईँहरूका लागि थ्योरी क्वेसनहरूको नोट मसँग एभाइलेबल छ। त्यो नोट लगेर पढ्नु, तपाईँहरूले 57 मार्क्स मजाले इक्जाममा एटेम्प गर्न सक्नुहुन्छ। 57 मार्क्स एटेम्प गरेर आउने मान्छेले थ्योरी क्वेसनहरूमा नम्बर काट्छ भने पनि 40 मार्क्सभन्दा तल आउँदैन। 40 मार्क्सभन्दा एबभ नै आउने हो, त्योभन्दा तल आउँदैन। सबै क्वेसन 50 मार्क्ससम्म एटेम्प्ट गरेको छ भनेपछि अब क्वेसनहरू त्यहाँबाट फस्ने कि नफस्ने भन्ने होला तपाईँहरूलाई। त्यहाँबाट क्वेसन साथीहरू मजाले फस्छ। 57मा तपाईँहरूले 57 नम्बरकै सल्भ गरेर आउन सक्ने क्वेसनहरू चाहिँ त्यसमा मैले हालिदिएको छु। यदि त्योसँगै सम्बन्धित, अब तपाईँहरू यो नबुझ्नु होला कि क्वेसन सेम आउँछ नबुझ्नु होला, क्वेसनहरू मैले भनिहालेँ इक्जाममा कहिले पनि क्वेसनहरू सेम दिँदैन कि। जस्तै तपाईँहरूलाई यो 2077मा दिएको ओल्ड इज गोल्डमा हुन्छ नि, 77मा दिएको क्वेसन, 78मा दिएको क्वेसन, अब 77 र 78मा दिएको क्वेसन त सेम हुँदैन। क्वेसन सेम, टपिक सेम हुन्छ, तर क्वेसन सोध्ने तरिका अलिकति चेन्ज भएको हुन्छ, त्यो बुझ्नु होला। क्वेसन चाहिँ प्रायः सोधिने तरिका फरक हुने हो, तर सोधेको यही हुन्छ। जस्तै वाट इज फाइनेन्सियल स्टेटमेन्ट भनेर क्वेसन सोध्नु र डिफाइन फाइनेन्सियल स्टेटमेन्ट, कोही साथीहरू त यहीँमै पनि झुक्किदिन्छन्। तपाईँहरूलाई वाट आर द अब्जेक्टिभ अफ फाइनेन्सियल स्टेटमेन्ट भन्नु र हाउ फाइनेन्सियल स्टेटमेन्ट इज युजफुल भनेर सोध्नु एउटै हो। तपाईँहरूले अब्जेक्टिभ अथवा इम्पोर्टेन्स अथवा युजेसहरू चाहिँ मजाले फाइनेन्सियल स्टेटमेन्टका लेख्न सक्नुहुन्छ। हो यसरी क्वेसनहरू बुझ्ने हो कि मेन भनेको। त्यही भएर तपाईँहरूलाई पास हुन खासै गाह्रो छैन। मजाले तपाईँहरूले थ्योरी क्वेसनहरू सल्भ गर्नु होला। र प्लस मैले तपाईँहरूलाई भनिहालेँ 57 मार्क्समा अझ नि कन्फ्युजन लाग्छ, सल्भ गरेर मात्र तपाईँहरूलाई पास भइँदैन कि भन्ने जस्तो लाग्छ भनेपछि चाहिँ न्युमेरिकल च्याप्टर हेर्नु होला, एउटा क्यास फ्लो हेर्नु होला, एउटा ट्रिपल कलम हेर्नु होला मजाले। त्यहाँबाट तपाईँहरू नम्बरहरू ल्याउन सकिहाल्नुहुन्छ। अनि त्यति गरेपछि तपाईँहरूलाई के हुन्छ भनेपछि मैले 2टा क्वेसन न्युमेरिकल गरेको छु, 15 मार्क्सको 10 मार्क्सको हैन, 15 10 25 मार्क्सको न्युमेरिकल सल्भ गरिसकेँ। 55 57 नम्बरको मैले थ्योरी सल्भ गरिहालेँ। अब मलाई के चाहियो भने ढुक्क भएर सल्भ गरेर आउनु होला भन्दै मैले फेरि पनि भने तपाईँहरूलाई थ्योरी बेस्ड नोट चाहिन्छ भनेपछि सुटुक्क भन्न छु है, अरू कसैलाई नभन्नु होला। डिस्क्रिप्सनमा व्हाट्सएपको नम्बर छ, त्यसमा कन्ट्याक्ट गरेर मलाई नोट माग्नु होला। नोट चाहिँ म एभाइलेबल गरिदिन्छु। तपाईँहरूले धेरै कस्ट लाग्छ भन्ने नसोच्नु होला, एकदमै मिनिमम कस्टमा चाहिँ तपाईँहरूलाई नोट एभाइलेबल गरिदिएको छु। यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्मको लागि थ्याङ्क यू, नमस्कार।